हिमालयको काखमा अवस्थित अतुलनीय सुन्दरताले भरिपूर्ण देश हो नेपाल। विश्वको अग्ला हिमाली चुचुरादेखि निर्मल कञ्चन खोलानाला, झरना, नदी, तालतलैया र वन जङ्गल, हराभरा उपत्यकाले नेपाललाई प्राकृतिक सौन्दर्यको विविधता प्रदान गरिरहेका छन्। अलौकिक सौन्दर्यको कारणले विश्वमा नेपाललाई साङ्ग्रिलाको रूपमा परिभाषित गरिएको भए तापनि विश्वव्यापी रूपमा फैलिएको आधुनिकीकरण, औद्योगिकीकरण तथा विकासका नाममा बढ्दो प्राकृतिक स्रोतको अधिक दोहनका कारण नेपालले विभिन्न खालको पर्यावरणीय चुनौतीहरू सामना गर्नु परिरहेको छ। जलवायु परिवर्तनका कारण हिमालको हिउँ र हिमनदी पग्लने तथा हिमताल फुट्ने, बाढी पहिरो, खडेरी, वन डढेलो, प्रदूषण आदि वातावरणीय समस्या र यसका व्यवस्थापनका चुनौतीहरू बढिरहेका छन्। त्यसैगरी बढ्दो शहरीकरण तथा जनसङ्ख्याका कारण वातावरणलाई हानि पुर्याउने प्लास्टिक जन्य तथा ठोस फोहोर व्यवस्थापनमा पनि थप कठिनाइको सामना गरिरहेका छौँ। तर आशाको दियो अझै पनि बाँकी छ, किनकि प्रत्येक व्यक्तिसँग वातावरण संरक्षण गर्न सक्ने क्षमता र शक्ति छ। आफ्नो स्थान वा समुदाय वरिपरि सफा राखेर होस्, वृक्षारोपण गरेर होस्, वातावरण मैत्री संरचना निर्माण वा दिगो जीवनयापन गरेर होस्, हामी सबै एकजुट भएर हाम्रो वातावरण र भविष्यका सन्ततिका लागि सकारात्मक परिवर्तन ल्याउन सक्छौँ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, बबरमहल, काठमाडौँ।